खाना नगर नहतार नगर यता खोजिरा उता खोजिरा छु। सो गुड मर्निङ एन्ड नमस्ते हजुरहरु सबैजनालाई र फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। र अहिले चाहिँ म ठ्याक्कै घुम स्टेसन रेलवे स्टेसनमा छु र आज चाहिँ तपाईको मर्निङ वकको बदली चाहिँ हामी म र पासाङ भाइ छु टाइगर हिल तर्फ चाहिँ। ओ विनोद टाइगर हिल तर्फ चाहिँ हामी जाँदैछौँ। एकछिन है यसो टाइगर हिलहरू नगएको पनि निकै भयो नि त, त्यसले गर्दा चाहिँ यसो सनराइज हेर्नु जाउँ भनेको थियो। खासमा अलिकति उठ्नु सकेन है र अहिले चाहिँ भने बिहानको तपाईँको 6 बजिसकेको छ र हामी निस्क्यौँ है त टाइगर हिल्सको लागि। निकै भयो नि त टाइगर हिल नगएको पनि। अन्त सो अहिलेको यो जुन चाहिँ दार्जिलिङ भनौँ या हिल्स एरियाहरूमा भनौँ घुम्न लायकको वेदर चाहिँ तपाईँको यो अक्टोबर नोभेम्बर डिसेम्बर जनवरी यो सिजनमा चाहिँ तपाईँको एकदमै दामी वेदरहरू हुन्छ नि त, घुम्नु पनि मजा हुन्छ तपाईँको है वेदर। अहिले चाहिँ तपाईँको त्यस्तो जाडो बढेको छैन, ठिकैको छ र पनि जाडो त निकै नै भइसकेको रहेछ है। मलाई चाहिँ आज थाहा भयो तपाईँको निकै चिसो हुनु थालेको छ। यो बिहानै चेकिङहरू हुन थाल्यो त ल, जामहरू पनि लाग्नु थालिसकेको रहेछ। यो चाहिँ माथि टाइगर हिलबाट फर्किने गाडीहरू प्रायः सबै माथि टाइगर हिलबाट फर्किने गाडीहरू हो। ल ल हामी पनि उकालो लाग्दिउँ यहाँबाट। के अरे के भने रे? ए किन नि सेपेर आयो नि त दाजु अनि तपाईँ। ए के गर्छ र? आमामा चिसोमा हो मर्निङ वक। खासमा गर्नुपर्ने चाहिँ बिहान यो हो, तर ठिक छ। सिजन त लाग्नु थालिसकेको छ अहिले है, गाडीहरू निकै आउनु थालेछ नि त बिहान मर्निङमा पनि। ल हजुरहरूलाई म अलिकति माथि पुगेरै देखाउँला है त। र यहाँ चाहिँ छ तपाईँको फरेस्टको चेकपोस्ट। यहाँ चाहिँ तपाईँको गाडीहरूलाई चाहिँ पर्मिसन लिनुपर्ने हुन्छ। यो जुन चाहिँ टुरिस्ट खेप्ने गाडीहरूले चाहिँ टोकन लिएको हुनुपर्ने छ। यहाँ चाहिँ पुरा चेकिङ जस्तो छ त आज त। के हो के नयाँ रुल्स होला? र वेदर पनि एकदमै राम्रो हुन थालिसकेको छ र यति बेला आउनु भने चाहिँ त्यस्तो चिसो लागेको हुँदैन है। र तपाईँको नोभेम्बर डिसेम्बरमा आउनु भने चाहिँ एकदमै चिसो हुन्छ। अलिक टाढोबाट आउनु हुनेहरूलाई त्यति याद हुँदैन, त्यसले गर्दा चाहिँ ल अहिले चाहिँ यो एरियामा चाहिँ तपाईँको यो माथि रोपेको फुलहरू चाहिँ यति दामी फुलेको छ है। र यहाँबाट हिमाल हेर्न सक्नुहुन्छ, यति दामी देखिरहेको छ। क्या दामी देखेछ है। र उयो माथि फुलहरू फुलेको चाहिँ मैले एकजना दाको फेसबुकमा देखेको थिएँ फोटो। यहाँ माथि यस्तो दामी फुलिरहेको छ फुलहरू, हेर्नुहोस् न दामी फुलेको छ फुल पनि है। ल यहाँबाट चाहिँ हिमाल चाहिँ यति दामी देख्छ आमा। ल हेर्नु सक्नुहुन्छ है हजुरहरूले कतिको क्यामेराको उसले भ्याउँछ हो। र अब चाहिँ हामी एकछिन माथि जाउँ, त्यहाँबाट यहाँ तल आएर चाहिँ एकछिन फोटो खिचौँ होइन। आज हिमाल दामी देखेछ यार, राम्रो दिनमा आएछु, सेटिस देखेछ। अब एकछिन माथि भ्यू पोइन्ट पनि हजुरहरूलाई म देखाउँछु। र यदि पूजाहरू गर्नु आउनुहुन्छ भने तपाईँहरूले यहाँ हाम्रो सिन्चेल माताको दर्शन गर्नु पनि सक्नुहुनेछ है त हजुरहरूले। यो चाहिँ तपाईँको कति 2700-2800 मिटर कतिमा पर्छ यहाँ माथि चाहिँ। तपाईँको वेदर एकदमै चिसो भएछ।
ल यहाँ चाहिँ छ तपाईँको पूजाहरू पनि गर्नु सक्नुहुन्छ सिन्चेल देवी माताले रक्षा गर्नु आम्मा हो हामी चाहिँ सिधै माथि जाउँ बाइक लगेर माथि पनि बाइक राख्ने ठाउँहरू त छ यदि तपाईँ अलि सिजनमा आउनुभयो भने चाहिँ गाडीहरू चाहिँ यतै नभए चाहिँ अलिक तल पार्किङ पनि बनाइदिएको छ यो सिन्चेल फरेस्टले तलनिर रोक्नु पनि सक्नुहुनेछ र अलिकति हिँडेर आउनु पर्ने हुन्छ किनभने पछि चाहिँ यतातिर पुरै गाडीहरू राखेको हुन्छ कि गाडी राख्ने जग्गै हुँदैन नि त अहिले त अब त्यस्तो सिजन लागेको छैन त्यसले गर्दा गाडी अलिक कम्ती नै हुन्छ है अचु एकदम जाडो भयो यार जाडो भयो जाडो जाडो भयो भाइ भ्यू पोइन्ट चाहिँ माथि हो आमामा गाडी चाहिँ कता राख्दिउँ हो हामी बाइकलाई त्यहीतिर व्यवस्था गरिदिनु पर्छ होला यहाँ अगाडि चाहिँ यहाँ राख्दिउँ कस्तो सर्दी पनि लागिरहेको छ मलाई चाहिँ अब एकछिन यहाँ भ्यू पोइन्टमा माथितिर गएर घुमिदिउँ माथिबाट दामी देख्छ नि त औ जाउँ अच्छा फर्स्ट अफ अल चाहिँ चिया पिउनुपर्छ होला है फर्स्ट अफ अल चाहिँ चिया पिउनुपर्छ होला नि सायद हात त यस्तो बेसी ठिराउनु थाल्यो आमा सो अब चाहिँ दोकानहरू उठाउनु थाल्दैछ नाक खत्तम भयो ल यहाँबाट दामी देख्छ अब हिमाल चाहिँ आम्मा ल क्या जुलुम देख्दिने है टुरिस्टहरू प्रायः फर्किसकेछ यहाँबाट चाहिँ तपाईँको यो देख्दै गरेको चाहिँ जलपाड आम्मा ल हिमाल चाहिँ हेर्नुहोस् है गाइस मैले चाहिँ कति बादमा देखेको 6-7 महिनापछि चाहिँ यसरी हेर्न पाउँदैछु अच्छा पासाङ भाइ यस ब्रो अनि ठिक छ बिहानै उठेर आइयो त आज है एकदम यति दामी देखिरहेको छ कि आज हिमाल शान्ति मिल्यो ल दार्जिलिङ आएर यतिको हिमाल हेर्नु पाएन भने चाहिँ एउटा तपाईँको ड्रिम चाहिँ अलि अधुरै रहनेछ त्यसैले यो सिजनमा आउनुभयो भने चाहिँ दामी देख्छ अब चाहिँ के छ दिदी त चिया छ चिया तुरे नि ए के हो त्यो चाहिँ म्यागी मोमो हुन्छ म्यागी हुन्छ म्यागी खाइदिउँ है म्यागी बनाइदिनुहोस् दुईवटा बनाइदिनु म्यागी खाइदिउँ चिया चाहिँ तुर्यो चिया तुरे नि सदीपलाई बोलाइदिनु ए भयो भयो कि सदीपलाई बोलाइदिनु एकछिन टुरिस्टहरू सबै फर्किसकेको हो कि ए आउँदा अहिले पुरा आउनु थालेछ है अहिले पुरा बढेको छ सैटरडे सन्डे भएर होला हौ ए हजुर ल अब चाहिँ हामी यहाँबाट माथि भ्यू पोइन्टबाट चाहिँ फर्किँदैछु भ्यू पोइन्टबाट चाहिँ फर्किँदैछु अन्त अब चाहिँ एकछिन तल फोटोसोटो खिच्नुपर्छ आई लभ सिन्चेल लेखेको ठाउँमा त्यहाँनिर त्यो फुलहरू फुलेको ठाउँमा चाहिँ पस्नु दिन्छ कि दिँदैन भयो दियो भने चाहिँ त्यहाँ पनि पसेर फोटो खिचौँला है ए यहाँ चाहिँ ए गेट बन्द लागिरहेको छ नि गेट लगाइदिएछ नि त अन्त हो नभए त हामी हुन्थ्यो नि अघि बनै थियो है यस्तो दामी देख्छ ए दामी फुलेको छ है फुल चाहिँ गेट बन्द रहेछ नभए भित्र गएर गर्नुहुन्थ्यो सायद यो फरेस्टको ड्युटी अहिले आउनुभएको छैन होला नि त त्यही भएर होला अब चाहिँ हामी पर यो आई लभ सिन्चेल लेखेको छ त्यहाँनिर जाउँ गाडीहरू माथि जानु दिँदो रहेछ जाउँ है एकछिन माथि जाउँ ल
त्यहाँबाट चाहिँ सट्ट के एकछिन यहाँ फुलमा फोटो खिच्ने ए अहिले चाहिँ यहाँ फरेस्टले हो कि खेल्यो सायद यो चाहिँ तपाईँको सिधै लगेर जाउँ न होइन सकिहाल्छु नि यहाँबाट सट्ट यस्तो गर्नुपर्छ होइन लडाउनु चाहिँ भएन नि त यहाँबाट चढाइदिउँ भनेको थियो कि त्यो यत्रो डिल जस्तो लाग्यो नि त फेरि यहाँनिर राखिदिउँ न चिया खान्छौ सोध छ कि छैन चिया छ दिदी सक्यो आज चिया खानु नपाउने रहेछ भाइ तिमीले एकछिन यहाँ बस्नु अब आई लभ सिन्चेल देख्न सक्नुहुन्छ हजुरहरूले ठिक्कै त्यसको अपोजिटमा यता हिमाल ल खासमा मलाई यहाँ पर त्यो फुल फुलेको ठाउँमा चाहिँ जान एकदम इच्छा थियो अस्ति मैले त्यहाँ एकजना दाको फेसबुकमा देखेको थिएँ क्या त्यहाँ जानु चाहिँ पुरा इच्छा थियो यहाँतिर पनि फुल चाहिँ रोपेको थियो तर यहाँ चाहिँ भएन चाहिँ राम्रो स्याहार पुगेन छ यहाँ चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ आई लभ सिन्चेल अहिले चाहिँ पार्किङहरू यो डल्लै पार्किङ प्लटिङको लागि हो पार्किङको लागि हो ए यत्रो छ तपाईँको पछि तपाईँको सिजनमा त यो डल्लै भइन्छ र यतापट्टि पनि छ यो बाटोतिर तपाईँको माथितिर डल्लै हुन्छ ए अघि यस्तो क्लियर देख्दै थियो अहिले चाहिँ हल्का तपाईँको यहाँबाट बादलहरू आउँदैछ सो अब चाहिँ हामीले यहाँ फोटोसोटो पनि मजाले खिच्यो है एकछिन इन्जोय पनि गऱ्यो दाजुभाइ होइन र अब चाहिँ हामी यहाँबाट निस्किन आँटेको र यो छोटो सानो एउटा भिडियोलाई हजुरहरूले मन पऱ्यो होला भन्ने मैले आशा गरेको छु सो मन पऱ्यो भने चाहिँ यसो लाइक कमेन्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु नबिर्सिनु होला र अहिले चाहिँ टाइगर हिल दार्जिलिङ हिल्स एरिया घुम्नु आउनुहुँदैछ भने चाहिँ एकदमै दामी वेदरहरू हुन थालेको छ र भिजिट गर्नु होला है त र यो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई एकदमै मनदेखि नै थ्याङ्क यू सो मच भन्दै यो भिडियोलाई यता एन्ड गरौँ है त